हाई गाइस, वेलकम ब्याक टु माई च्यानल। किङ अरे यो भाइको के भन्छ क्याप लगाइकन अब मैले भ्लग सुरु गरेको। यो भ्लग चाहिँ किन भन्दा यो देख्न सक्नुहुन्छ यो मैले नेल लगाएको है। यो चाहिँ बनाएको कसरी बनाउँछ आउनुहोस् म देखाइदिन्छु। हाम्रो दिदीले गर्दैछ हो, हाम्रो दिदीले गर्दैछ। अब म देखाइदिन्छु। यो चाहिँ मेरो रुम हो है, यस्तो छ पुरा कपडाको। अब हेर्नु कसरी गर्छ। यहाँ हेर्नुहुन्छ, यो चाहिँ पहिले क्लिन गरेको यसरी पुरा। यसको यो माथिको चाहिँ पुरै निकाल्छ यसरी हो, पुरै निकालिसक्छ यसरी। बनिन बसेको हाम्रो कान्छी दिदी, ऊ बनाउने हाम्रो ठुली दिदी। साफ गरिसकेपछि यस्तो कैँची यस्तो परेकोले काट्नुपर्ने हुन्छ हामीले। काट्दैछ यसरी हो। सामान देख्न सक्नुहुन्छ कस्तो छ, पुर्जा पुर्जी। यो चाहिँ हेलमेट भनेको त यसरी हात घुसाउने रहेछ। यसरी हेलमेट होइन रहेछ, सुकाउनको लागि। त्यस्तो गर्नुपर्छ, हातमा राखेर चाहिँ के हो कुनै फिस फिस गर्ने। यहाँले फिस फिस पार्छ अरे। असलीमा चाहिँ अल्कोहल युज गर्ने अरे के, एल्कोहल चाहिँ छैन अरे, त्यही भएर यो युज गरेको। एल्कोहल पनि किनिहाल्छ। अब चाहिँ हामीले यसरी चुज गर्नुपर्ने हुन्छ हो यो बक्सबाट। यहाँ चाहिँ सबै नङै नङ हो, ग्लु हालेको यहाँ। अनि अब यहाँ चाहिँ ग्लु हाल्दैछ। हाल्नु हालिस। अनि अब यहाँ टाँस्छ, एउटा चाहिँ अघि टाँसेछ। म अलिकति बाहिर गएको थिएँ, अघि टाँसिसकेछन् हो। अर्को यहाँ टाँस्दैछ। अब गलत भयो, गलत भयो भनेर फेरि गम लगाएर फेरि टाँसेको हो। टाँस्थ्यो अब पुरा यस्तरी हाल्नुपर्छ। त्यसको हात त मैला छ नि, जस्तो नङ त्यस्तै मैला हुन्। सफा नगरेर यस्तो मैला छ, यस्ता छन् यसका साँच्चीको नङ त। चारवटा लगाइसक्यो, अब एउटा लास्ट लगाउँछ। दुइटैमा लगाउँछ एउटा हातमा मात्रै। अन्त अब यो लगाइसकेपछि यसलाई सेडिङ कसरी गर्छ के गर्छ देखाइदिन्छु। अब आफ्नो हिसाबमा कतिको लामो चाहिन्छ हो त्यो काट्छन् नि। यत्रो लामो हुन्छ फास्टमा चाहिँ हो, त्यसरी काट्छ अरे। तेरो डिजाइन चाहिँ कस्तो अरे, उसको डिजाइन चाहिँ यस्तो अरे हो। अनि यहाँ बनाउन सुरु हुँदैछ। जस्तो भनेको त्यस्तै डिजाइनमा पाइन्छ है। डिजाइन जस्तो मनपर्छ त्यस्तै बनाउँदा हुन्छ। यहाँनिर खोइ त छैन, यो स्क्रिनसट हो। स्क्रिनसट हो कि यो खोइ हो त, पुरा अँध्यारो भयो त उज्यालो बनाउनु। यस्तो यो 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 के यो खोइ कता छ, यो यस्तो छ नि, त्यो पनि हाल्दा हुन्छ। यहाँबाट आफूले कस्तो मन पराउँछ त्यस्तै। यो हो, यो कुन मनपर्छ त्यही हाल्दा हुन्छ है। स्टिकर्सहरू अब त्यो राम्रो देखाउनको लागि। काटेपछि चाहिँ हामीले यसरी सेप बनाउनु पर्छ है। यो चाहिँ मिस्त्रीको यो चाहिँ चाहिँदो रहेछ, जुत्ता पोलिस गर्ने यस्तो छ हेर्दा चाहिँ हो। तर यसरी सेप बनाउनलाई चाहिँ चाहिनु पर्ने रहेछ। यस्तो जस्तो चाहियो त्यस्तो सेप बनाउनुको चाहिँ यो चाहिने रहेछ। मैले झर्र भनेको चाहिँ यहीलाई भनेको है। यसले पुरा अब बच्चा यस्तै हतियार चाहिँ यहाँ लगाइहाल्नु पर्दो रहेछ यो ब्रस चाहिँ। पुरै क्लिन हुन्छ अब यसले। दुईजनाको मस्त चल्दैछ बुर्र। हो त बनाउने मान्छे, अर्को दिदी, अर्को हाम्रो फुच्चे भाइ पनि बसिरहेछन्। यो चाहिँ खास भन्नुपर्दा चाहिँ हामी यहाँ सुत्न रुँगेको है, यहाँ भिडियो बनाउन रुँगेको होइन। यो हाम्रो हो नि त यहाँ सुत्ने ठाउँ, यिनीहरू यहीँ बनाइराखेको हुन्छ। त्यही भएर भिडियो पनि बनाइदिएको, मजाले देखाइदिनु पर्यो झुर्र गरेको चाहिँ। यहाँ पनि छ है अर्को फेरि गर्नुपर्दो रहेछ।
यहाँ अर्को छ, यहाँ अर्को छ, फेरि अब कलर लाउन सुरु है। तेरो यही कलर हो? यस्तै पिङ्क कलर रहेछ अरे यसको। यो कलर लाउँदैछ। लु अब यो हाल्छ यहाँ हेलमेटमा होइन। यो चाहिँ साइडमा लागेको चाहिँ यसरी सफा गर्नुपर्छ अरे। ल यसरी पेन्ट गर्नुपर्दो रहेछ। राम्रो देखिन थालिहाल्यो नि। ल सुका यसरी सुकाउनुपर्छ। यहाँ पुच्छ अरे जिरो जिरो भयो चाहिँ यहाँ फेरि चाहिँ अन्त निकाल्नुपर्छ। ल निभे चाहिँ अब निकालेर के गर्ने अब डिजाइन हान्ने। अहिलेको यस्तो त सेतो थियो नि त उसकोमा, त्यही लागि अब सेतो हालेर डिजाइन गर्ने। रनी डिजाइन चल्दैछ। उडान हौ रोनी आइज ल, रोनी ल आइज। खोइ हेरौँ यहाँ। एउटै एउटै भयो कि भएन? अहिले सबै गरेर देखाइदिन्छु। यस्तो यस्तो डायमन्ड पनि हुँदो रहेछ, देख्न सक्नुहुन्छ। डायमन्ड यहाँ टाँस्ने अरे। यसरी टिपो हो अनि यसरी टाँसो। टप कोट बन्नु। यो चाहिँ अब फाइनल कट हानेको माथिबाट हो। माथिबाट यो चाहिँ टल्काउने के हो यो? ट्रान्सपेरेन्ट टप कोट टफ कट हानेको अरे हो माथिको चाहिँ। खोइ देखाइदिएको कस्तो भयो। यस्तो भइसक्यो उसको। ल दामी भयो। फाइनल यस्तो छ। तेल लगाएर मालिस पनि पाइँदो रहेछ। क्युटिकल ओइल हो। के अरे? क्युटिकल ओइल अरे। ल फाइनल लुक्स दामी भयो होइन त? हजुरहरूलाई बनाउन मन छ भने मलाई मेसेज हानिदिनु, म ल्याइदिन्छु। कमेन्टमा हुन्छ कि पर्सनल डिएम गर्न मन छ गर्दा हुन्छ है। ल